मेरो आफ्नो राजीनामा बुझाएको थिएँ र मैले अनौपचारिक ढङ्गले पनि पार्टीका नेतालाई आग्रह गरेको थिएँ कि तपाईहरुले यसलाई स्वीकार गरिदिनुपर्छ र अधिवेशनमा लिएर जानुपर्छ। मैले आफ्नो राजीनामा पत्र पनि त्यही कुरा भनेको थिएँ। मेरो अपेक्षा भन्दा भिन्न तर केन्द्रीय समितिले एउटा निर्णय गरेको छ। यो निर्णय गरिसके पछाडि अब म यो निर्णय मैले आफ्नो कर्तव्य जे ठाने मैले गरेँ। नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिले जे कर्तव्य ठिक हो भन्ने ठाने उल्लेख गर्यो। अब यसका बारेमा को ठिक को बेठिक भनेर थप यसमा गलफर्ती गरिरहन वा दोहोरी खेलिराख्न आवश्यक हुँदैन भन्ने म ठान्दछु। तपाईहरुले गरेको निर्णयलाई त्यो मेरो अपेक्षा विपरीत थियो तर मैले निर्णयलाई सम्मान गर्नुपर्छ। र अब यो ठिक बेठिक के हो भन्ने कुरा अब नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनले विषयको बारेमा टुङ्गो लगाउँछ। मभन्दा ठूलो केन्द्रीय कार्य समिति हो, केन्द्रीय कार्य समितिभन्दा ठूलो महाधिवेशन हो। त्यसैले निर्वाचनसँग जोडिएर मैले गरेको निर्णय, त्यो निर्णय उपर केन्द्रीय कार्य समितिले गरेको निर्णयको एउटा अध्याय समाप्त भयो र एउटा नयाँ अध्याय आजबाट प्रारम्भ भएको छ। मेरो आफ्नो राजीनामा बुझाएको थिएँ र मैले अनौपचारिक ढङ्गले पनि पार्टीका नेतालाई आग्रह गरेको थिएँ कि तपाईहरुले यसलाई स्वीकार गरिदिनुपर्छ र अधिवेशनमा लिएर जानुपर्छ। मैले आफ्नो राजीनामा पत्र पनि त्यही कुरा भनेको थिएँ। मेरो अपेक्षा भन्दा भिन्न तर केन्द्रीय समितिले एउटा निर्णय गरेको छ। यो निर्णय गरिसके पछाडि अब म यो निर्णय मैले आफ्नो कर्तव्य जे ठाने मैले गरेँ। नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिले जे कर्तव्य ठिक हो भन्ने ठाने उल्लेख गर्यो। अब यसका बारेमा को ठिक को बेठिक भनेर थप यसमा गलफर्ती गरिरहन वा दोहोरी खेलिराख्न आवश्यक हुँदैन भन्ने म ठान्दछु। तपाईहरुले गरेको निर्णयलाई त्यो मेरो अपेक्षा विपरीत थियो तर मैले निर्णयलाई सम्मान गर्नुपर्छ। र अब यो ठिक बेठिक के हो भन्ने कुरा अब नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनले विषयको बारेमा टुङ्गो लगाउँछ। मभन्दा ठूलो केन्द्रीय कार्य समिति हो, केन्द्रीय कार्य समितिभन्दा ठूलो महाधिवेशन हो। त्यसैले निर्वाचनसँग जोडिएर मैले गरेको निर्णय, त्यो निर्णय उपर केन्द्रीय कार्य समितिले गरेको निर्णयको एउटा अध्याय समाप्त भयो र एउटा नयाँ अध्याय आजबाट प्रारम्भ भएको छ।